यो नेपालमा एकमात्र सङ्खे पिपलको नामले हामीहरूले अहिले यसलाई चिनिरहेका छौँ। त्यसभित्र हजुर बेलको ठेटो बेलको ठेटो हजुर यो त लगभग 10-15 वर्ष भयो तिनी हजुर यहाँनिर। ओम तनमे मनः शिव सङ्कल्पमस्तु। तपोभूमि सृष्टिको आरम्भदेखि नै प्रत्येक स्थानमा भगवानको वासस्थान, प्रत्येक टाकुराहरूमा तपस्थली र प्रत्येक जलहरूमा मुक्ति दिन सक्ने अक्षुण औषधिसहित प्रवाहित यस रुद्रगङ्गाको तटमा अवस्थित यस वृक्षहरूमा वृक्षको राजा अश्वत्थ या पिपललाई लिने गरिन्छ, जुन पिपलका पनि उत्पत्तिका प्रकारहरू मानिन्छ। यसमा पनि 3 प्रकारको उत्पत्ति विशेष तथा महत्त्वपूर्ण हुन्छ। एउटा स्वयं चराहरूले बीजलाई प्रवाहित गरेर उत्पन्न भएको, एउटा बुटाहरूको कन्दरमा रहेर त्यसबाट उत्पत्ति भएको, दोस्रो कुरो कल्पवृक्ष जस्तै त्यसबाट पनि उत्पन्न भएकोलाई सर्वोत्तम मानिन्छ, जस अन्तर्गत यस हामीले देखिरहेका छौँ स्वर्गीय फुल या स्वर्गको पुष्प या औषधिको राजा वृक्षहरूमा सर्वोत्तम पूजित यस पिपलको उत्पत्तिको कथा अत्यन्त सारगर्भित, अत्यन्त दुर्लभ। यो नेपालमा एकमात्र सङ्खे पिपलको नामले हामीहरूले अहिले यसलाई चिनिरहेका छौँ, जहाँ कि यसको 100औं वर्ष पहिला यसको फेदमा एउटा बेलको वृक्ष थियो। त्यही बेलको वृक्षद्वारा हाँगामा यसको बीज परेर यो उत्पत्ति भएको हुनाले यसको नामाकरण हामीले सङ्खे पिपल या हरिहर पिपल, जुन भगवान हरिलाई हरले गर्भमा राखेर त्यसैबाट उत्पत्ति गराएको हाम्रो यहाँ किम्वदन्ती यहाँका बुवा आमाहरूले भन्नुहुन्छ। र यो हरिहर पिपलको के महत्त्व भन्दा जहाँ हरिहर दुईटा हरि र हरको सङ्गम हुन्छ त्यो स्थान नै मुक्तिदायक हुन्छ। शास्त्रले मुक्ति गर्जति जहाँ भगवान शङ्कर र हरिको या विष्णु भगवानको सामिप्यता हुन्छ त्यो नै मुक्तिदायक भनेको छ। यहाँ एउटा भगवान शङ्करको जटाबाट प्रवाहित रुद्रगङ्गा अनि कल्पवृक्ष जस्तै स्वर्गको आवास दिने परम पवित्र सङ्खे पिपल या हरिहर पिपलले हामीहरूलाई अत्यन्त जुन हृदयभित्र रहेको परमात्माको आवास हो, ज्योति हो, त्यसलाई यस पिपल मुनि बसेर जप ध्यान र मन्त्र साधना गर्दा प्रत्यक्ष फाइदा र आत्मीय अनुभव हुन्छ। जुन आत्माको अनुभव हुन्छ त्यो नै एउटा मुक्ति स्थल हो। यहाँ यो लोकलाई र परलोकलाई पनि सिद्ध गराउनको लागि सङ्खे पिपल अनि स्वयं रुद्रादि गङ्गा, शिरमा सिद्ध बाबा र यो अत्यन्त दुर्लभ त्रिसंयोग हो, जुन शास्त्रमा वर्णित गरिएको छ। नैमिसारण्य क्षेत्र हो। यो क्षेत्रमा कदापि पनि कलियुगले प्रवेश गर्दैन, किनकि प्रत्यक्ष भगवानको आवास अहिले पनि भइरहेको छ। तसर्थ यिनी पिपलहरू भनेको स्वयं भगवानको अंश हो। जौतिल अनि पिपल कुशहरू बेलहरूमा पनि प्रत्यक्ष भगवानको वास हुन्छ। यही क्रममा अब हामीहरूले बोधगयामा गयौँ भने पनि भगवान बुद्धले पनि यही वटवृक्ष मुनि बसेर ज्ञान प्राप्त गर्नुभएको थियो, किनकि यो एउटा अक्सिजनको खानी अनि भगवानको अत्यन्त प्रिय वृक्ष भएको हुनाले यसलाई हामीले मुक्तिदायक, यसको वरिपरि बसेर पनि पूजापाठ अनि श्रवण मन्त्र जप गर्दा पनि अश्वमेध फलम लभेत भनेको 1000 गाई दान गरेको फल पनि केवल यहाँ उभिनाले मात्र प्राप्त हुन्छ। यो महात्म्य छ। यहाँनिर हरेक कुराको समय आउनु पर्दो रहेछ। जबकि रुद्रगङ्गा स्वयं आफैमा पूर्ण गङ्गा हुन् भने जस्तै हामीहरूले पिपल त जताततै देखिरहेका छौँ। पिपलहरू अन्त जहाँ पूजनी हुन्छ भन्ने एक प्रकारको धारणा, दोस्रो प्रकारको यो वरिपरिको वातावरण या खेतमा भएको हुनाले पनि यसलाई हामीले अझ विस्तार गरेर प्रचारमा अलिक कम भएको हुनाले यसको संरक्षणमा हामीले कुरो गरिरहे पनि यसमा अब वैशाखमा जल चढाउने प्रक्रिया अन्तर्गत हामी अगाडि बढ्नको लागि बल्ल विशेष समितिद्वारा यसको महत्त्व बल्ल बुझाउँदैछौँ। हामीहरूलाई पनि यो धेरै समय थाहा भएको थिएन कि वृद्ध बुवाहरूले हामीले यसको हाँगा काटेर कलमी गरौँ न भन्दाखेरि बल्ल यसको इतिहास बताउनु भयो। यो इतिहास बताउँदाखेरि यो त इतिहास न भूत न भविष्यति,
यो इतिहासलाई बचाउन पर्छ भन्ने हुनाले हामीले यो हाँगा बिहा पनि काट्न नकाटिकन र यसको महत्त्वलाई त्यसपछि बल्ल उजागर गर्ने अवसर पाइयो। त्योभन्दा पहिला हामीले पिपलको रूपमा लिन्थ्यौँ। जब यहाँका वृद्ध बुवा आमाहरूले भन्नुभयो यो त सङ्खे पिपल हो, यसको बहुत महिमा छ, गुरुजी यसलाई संरक्षण गर्नुपर्छ भनेपछि जब हामीहरूको अहिले 1.5 वर्षदेखि नजर पर्यो, त्यसपछि हामीले यसलाई संरक्षण सम्वर्धन र शास्त्रीय रूपमा कसरी वर्णित गरिएको छ भने त्यसपछि बल्ल अग्रसर भएर अब यसको वरिपरि संरक्षण गर्ने अहिले बाटो बनिरहेको छ यसलाई संरक्षण गर्नको लागि। त्यसपछि भविष्यमा यसलाई 1000 पिपल पूजा गर्नु र एउटा सङ्खे पिपल पूजा गर्नु अझ यसको बढी महत्त्व छ। हामीले महत्त्व प्रकाश गराउने क्रममा पनि अब समय सन्दर्भले बल्ल अहिले हामीहरू यसलाई महत्त्व जनाउने अन्तर्गत अब गइरहेका छौँ। अबदेखि यसको महत्त्व बल्ल हामीहरूले बुझ्दैछौँ। पुस्तान्तरण भने जस्तै बुवाहरूले हामीलाई बुझाउँदै हुनुहुन्छ र अब हामीले यसलाई संरक्षण गर्नुपर्छ। केही ढिलो भइसक्यो भन्ने हामीलाई महसुस। अब सबैलाई थोरै कर्म गरेर पनि धेरै फल चाहिएको छ। थोरै कर्मले धेरै फल केबाट प्राप्त हुन्छ भन्दा यिनै गङ्गा स्नान, तुलसीको सेवा, शालिग्रामको सेवा र पिपलको सेवाद्वारा नै आफ्नो इष्टकामलाई प्राप्त गर्न सकिन्छ। यो अत्यन्त सौभाग्य र यसलाई संरक्षण गर्नको लागि पनि केही अब हामीहरूले केही यसको लागि योजना गराउन बाँकी नै छ। अब बल्ल हामीहरू यसको महत्त्व बुझ्दैछौँ। र यो खास एकै वाक्यमा या छोडकरीमा सङ्खे पिपल कसरी रह्यो नाम? जहाँ सङ्खे पिपल भन्नु या शङ्ख भन्नु भनेको एउटा स्वरूप, एउटा बज्नु, यसलाई दुईटा शब्दमा लिन्छ। शङ्खको सुरुको शब्द भनेको ओमकार हो। ओमकार जहाँ थिच्छ त्यसैलाई नै शङ्खको रूपमा व्याख्या गरिएको छ। ओम भनेको परमात्मा, परमात्मा शङ्खको रूपमा कसरी पराजितमान हुनु भन्दा हरिहरसँगै भएको हुनाले सङ्खे पिपल रह्यो। जहाँ पहिलो सुरुवात आवाज, यसको अर्थ हुन्छ कि पिपलको आवाज भनेको ओम हो, पात हल्लिँदा ओमकारको आवाज निकाल्नुहुन्छ। त्यही भएर जहाँ हरिहर विराजमान हुनुभयो त्यहाँ सङ्खे पिपल भन्दा भगवानको नाम उच्चारण गर्न सजिलो र सहज हुनको लागि शङ्ख नाम दिएको छ। विशेषतः हाम्रो यहाँको भाषामा शङ्ख पिपल भनिन्छ, यसको वैधानिक भाषामा हरिहर पिपल भनिन्छ। यो सङ्खे पिपल भन्ने अन्त्य कतै हामीले सुनेको पनि पाउँदैनौँ र त्यति थाहा पनि पाएनौँ। खास यो अन्त थिएनन् र यो यही मात्र पहिलो हो कि यो कस्तो हो? खास हामीहरूले सङ्खे पिपल हाम्रो यहाँको भाषा हो। पिपलको नामहरू दिन्छ धेरै। यहाँ यो सन्दर्भमा पहिला के पनि थियो भने सुरुमा यो बाटो नहुँदा यहाँदेखि पश्चिमका जुन कुनै पनि लासहरू लिएर जाँदा यहाँ राखेर पिण्ड दिने चलन थियो। शङ्ख बजाएर पिण्ड दिने चलन थियो। अब बनाउँदा सङ्खे पिपल शङ्ख बज्ने भएको, यसको नाउँ शङ्ख बज्ने भएको भने सङ्खे पिपल जहाँ बस्यो त्यहीको स्थानको विशेषण भएको हुनाले सङ्खे पिपल रह्यो। सङ्खे पिपलको तात्विक अर्थ बुझ्दै जाँदा हरिहर पिपल हामीले केबाट उत्पन्न भयो भन्दा हरको अंशबाट रुद्राक्ष या बेलपत्रको अंशबाट उत्पन्न भएको हुनाले यसलाई हरिहर पिपल भनियो। यसलाई सङ्खे पिपल पनि भगवान विष्णुको अंश पनि भयो। विष्णुको पनि प्रिय शङ्ख होइनकोले यसलाई सङ्खे पिपल र हरिहर पिपलको दुई रूपमा नै चिन्ने गरिन्छ। यो सङ्खे पिपलको मलाई थाहा भएअनुसार पहिलाका हाम्रा बुवाहरूले भनेअनुसार यो बेलको वृक्षबाट उम्रेका पिपल भएको हुनाले यहाँ यो पिपलको नाम सङ्खे पिपल भनेर रहेको भन्ने छ। अझै पनि यो पिपलमा यतापट्टि हामीले देख्न सकिन्छ पवाल छन्, बेल सुकेर गए। बेलको ठेटा ऊ चाहिँ मैले त्यो एउटा उता मैले देखेको पनि हुँ। पहिले त यो बेलको बुटो लगभग धेरै ठुला थिए अरे, सुक्दै गएर पिपल उम्रेर अब यसमा त्यसबाट उम्रेका पिपल हुने नि त्यसरी सङ्खे पिपल भन्ने नाम रहेको भन्ने छ। शिवपुराणमा यसको विस्तृत चाहिँ उहाँ रघुनाथ हाम्रा गुरु हुनुहुन्छ, उहाँले पुरै बताउन सक्नुहुन्छ। उहाँबाट अझ जानकारी गुरु आएपछि हामीले कुनै दिन चाहिँ हामीले फेरि यसको विवरण पनि बताउनेछौँ। यो महिमा यो के छ भने पिपल यस पिपलको महिमा चाहिँ अब शिवपुराणमा बेलबाट उम्रेको पिपलको महिमा जुन धरतीमा जो जन्मेर जो मर्छन्, जो देहान्त हुन्छ उनलाई यो पिपलको एउटा बोक्रा एउटा चाहिँ समेदा लगाएर त्यो उसमा लगाएर राखिदिन्छ भने अस्थिमा लगाएर राखे पनि त्यो फेरि जन्मनु पर्दैन भनेर शिवपुराणमा लेखिएको छ भनेर हाम्रा गुरुहरूले पनि भन्नुभएको छ।
उमेर कति होला यसको उमेर यो अब पिपलको? उमेरको हिसाबले बेल त अब एकदम अजम्बरी हो बेल त हेर्नुहोस्। अन्दाजी? अन्दाजी त लगभग अब हजुरबाको पाला भनेपछि त हाम्रो हजुरबा 1940 मा जन्मनुको। उहाँ जन्मदा पनि यो चाहिँ बेलको वृक्ष एकदम ठुला थिए अरे। त्यसबाट उम्रेको भनेपछि त अब सानो साना अब त्यति बेला हजुरबाहरूले सानो रुख देख्नु हो। बुटो चाहिँ पिपलले गरेपछि यिनी चाहिँ सुक्दै जानु गए बेलको वृक्ष। त्यसपछि पिपल उम्रनुको रहेछ यो वृक्ष एकदम मूल्यवान। अब उहाँको चाहिँ यो एरियामा उताबाट जसो बुर्तिवाङदेखि अब यता यो आँपचौर अर्लाङकोटबाट ल्याउने लासहरू यहाँ चाहिँ लगभग 1 घन्टा यति राखेर त्यसपछि बल्ल रुद्रवनतिर लानुहुन्छ। हामीले पनि देखियो। हाम्रो त यो पुरानो घोरेटो बाटो थियो यहाँ। यो यसरी खास जोडिएर यहाँ लास ल्याएर चाहिँ के गर्नुहुन्थ्यो? राखिरहने कि होइन 1 घन्टासम्म भए पनि यो पिपलको फेदामा राख्ने सङ्खे पिपल भनेर महिमा। अहिले त्यो सङ्खे पिपल कहाँ छ भनेर पुराना चाहिँ मान्छेहरूले बाटो हिँड्दाखेरि ऊ त्यहाँनिर पर्ने रहेछ भनेर पनि भन्छन् अहिले पुरानो मान्छेहरूले। तर चाहिँ हामीहरूलाई मैले पनि यहाँ गर्दाखेरि यो किन ल्याएर त्यहाँ खडा गर्छन् भन्दा हाम्रो खेत यही हो भन्दा बुवाले भन्नुहुन्थ्यो यहाँ ल्याएर राखेपछि अब यो ऊ चाहिँ मुक्ति हुन्छन् त्यसको लागि यहाँ उनीहरूले यसरी राख्छन्। हजुर चाहिँ कति साले? म 2025 साल। अनि तपाईँको शुभ नाम पनि मेरो बताउनुहोस्। चन्द्रमणि भण्डारी, चन्द्रको साथ तपाईँको धुरपुर भन्छ यो एरिया। 2000 हिन्दू धर्म अनुसार हिन्दू धर्म प्राचीन धर्म हो। त्यो धर्म अनुसार हामीले विष्णु, लक्ष्मी र रुद्र यी त्रिदेव एकै ठाउँ भएको अवस्थाको जहाँ बास भएको हुन्छ त्यहाँ त्यो बेलपत्रबाट उत्पत्ति भएको पिपलको फेदमा मात्रै हुन्छ भन्ने कुरा रहेको छ शास्त्रीय अनुसार होइन। र त्यसलाई हामीले फेरि के भन्छौँ भन्दा सङ्खे पिपल पनि भनेर भनेका छौँ। त्यो सङ्खे पिपल यदि भयो भने घरको वरिपरि अथवा मन्दिरको वरिपरि कुनै पार्कको वरिपरि होइन यदि उम्रियो भने असाध्यै सौभाग्य प्राप्ति हुन्छ। तर सौभाग्यशाली हामी अनुभूति गर्न सक्नुपर्ने हुन्छ। त हामी यो क्षेत्रका जति पनि हामी जनसमुदायहरू रहेका छौँ हामी एकदमै सुखानुभूति गरेका छौँ होइन। यसको ज्योतिषको महत्त्व जति सम्बन्धी कुनै महत्त्व खोज्नुभएको छ भने यदि सङ्खे पिपललाई त्यसरी प्राप्त गरेर फेला पारेर हामीले पूजा गर्न सक्यौँ भने राहु र केतुबाट हुनेपर्ने जति पनि दोषहरू रहेका हुन्छन्, जति पनि राहु र केतुबाट अनावश्यक इनर्जी आइरहेको हुन्छ त्यसलाई हटाउनका निमित्तमा यसले असाध्यै राम्रो महत्त्वपूर्ण भूमिका खेल्ने कुराहरू रहन्छ। यो ज्योतिषीय महत्त्व हो। व्यापार जागिर होइन, व्यापारमा जागिरमा पारिवारिक समस्या अनि त्यसपछि गएर सकारात्मक प्रभाव ल्याउने कामले यो सङ्खे पिपलले गर्दछ। यसमा आयुर्वेदको पनि महत्त्व रहेको छ। पिपलको आफैमा पनि महत्त्व नै हुन्छ होइन।